ओ मामा हिजो त रड्डी भइदियो नि हौ। त्यही त हो माछा मार्नु गएको 1 पोइन्ट दिन भने बस्तीको माछाको कडा सुप खाइदियो भनेर रड्डी भइदियो है। हो नि हो। अन्त छैन नि हो माछा मार्नु गएको न पानीले माछा पर्छ पानीले तुतेर कुट्टो बनायो अनि के गर्नु बरु घरमै बसेर गाउँमै बसेर अलिकति काम गरेको भने 1-2 पैसा पनि हुन्थ्यो आम्दानी हुन्थ्यो। अब के गर्नु अन्त मलाई त यस्तो दिमाग तात्ति कि म त टाङ्गोसँग खडक कुडुक बनाएर खोलामा झटारिदिइराखेँ हो। अनि घरमा त त्यसै गयो त बुढीको याङ सुन्नु पर्छ हो खाली याद गयो भने अन्त के गर्नु अन्त म त उकालो चढ्दै निङ्दो टिप्दै लाग्दैन घर अब खाली याद गयो भने त कराइहाल्छ त्यही भएर नि हो नि हो साथी। अन्त हिजो त कस्तो लोतरे दिनमा चाहिँ गएछ नि त खोला है साथी। त्यही त हो माछा मर्नु छैन पानीले कुटेको त्यस्तै है साथी। मेरो पालो टाङ्गो चाहिँ पाला कुरुक बनाएर चाहिँ हिँड्दै उकालो मेरो पालो नि निङ्ग्रै खोज्छु भनेर लाग्दै म नि निङ्ग्रो खोज्नु निङ्ग्रो सिङ्ग्रो खोजिसकेर चाहिँ घरमा लगेर चाहिँ लु बुढी भनेर लु यति नै टाढै आज भनेर दियो मैले बुढीलाई टक्कै त्यहाँदेखि चाहिँ पहिला त लाग्थ्यो त साथी माछा है। त्यही त पहिला त स्टक मैले यत्रो निकालेको पहिला त ए मामा पाउनुहुन्छ के गफ चल्दैछ केटा। त्यही त हिजो हल्का माछा मार्दिउँ भनेर गएको बस्तीको सुप खाऊँ भनेर हो सो जिउ पनि डुब्लाइसक्यो हो बस्तीको सुप खाऊँ भनेर गएको छैन नि हो भने एउटा माछा परेर के र कस्तो कुरा गरिदिएको अम्बो अस्ति भर्खर होइन म खोला गएको थिएँ कि यो साइजको चाहिँ अम्बो 7वटा पर्दै होइन घरमा लिएर चाहिँ टक्कै तौलिदिएको त टक्कै आधी किलो नि हो अम्बो।